जुन वेमा हाम्रो सोसाइटीले त्यो माइन्डलाई नै हामीलाई त्यो प्रोग्राम गरेछ नि द्याट हामी चाहिँ एकदम फलोवर हो बाहिरको कुराको हामीले चाहिँ के क्रिएटै गर्न सक्दैन चाहे त्यो ट्रेन्ड होस् चाहे त्यो पप कल्चर हामी त जस्ट कन्ज्युम गर्नेमा हो वी आर जस्ट अ कन्ट्री ट्राइङ टु बी समथिङ आई एम ब्रेकिङ अवे फ्रम द्याट एन्ड रियलाइजिङ द्याट no matter how small we are as a country, how resourceless we are, we can still have something that is unique. मेरो नाम चाहिँ बिलाल अहमद शाह अनि म चाहिँ यता लाटिनो नेपालको टिमलाई लिड गर्छु एक्चुअली ल्याडिडो हुन्छ नि त्यो मेड इन माइन्ड भन्छ नि सो आई लिटरली मलाई याद छ क्या त्यो मैले त्यसलाई त्यो बेला ल्याडिडो भनेर डिस्कभर गरेको थिइनँ तर माइन्डमा चाहिँ के थियो भनेपछि चाहिँ इट वाज एउटा फ्राइडे नाइट थियो आई ह्याड सम मेरो ड्याडसँग किसिस परिरहेको थियो अनि म घर आएको थिएँ म भर्खर बेङ्गलोरबाट फर्केको थिएँ आई वाज हुन्छ इन्जिनियरिङ छोडेर आएको थिएँ अनि त्यही त हो वेन यु आर यङ नट डुइङ एनिथिङ यु हेभ यर ड्याडसँग अलिकति खटपट भइराख्ने रिलेसनसिप अनि मेरो पनि त्यस्तै थियो बिकज मेरो ड्याड वाज हुन्छ नि मैले कलेज छोडेर आएको कुराले चाहिँ हि वाज नट भेरी हुन्छ नि भनौँ न सिङ्कमा थिएन मसँग सो वी ह्याड लाइक दिस ड्रिफ्ट ह्यापनिङ बिट्विन अस सो दिस फ्राइडे दिस नाइट हि गट रियली एङ्ग्री एट मी द्याट हुन्छ नि मैले केही गरेको छैन पढाएको छैन एन्ड अल दिस थिङ अनि मलाई चाहिँ त्यो बिल्डअप भइरहेको थियो समवेयर आई डोन्ट नो ड्याडले गर्दा मात्रै होइन कि लाइक धेरै कुरा मैले पढेन यो अल दिस आई थिङ्क द्याट नाइट आई सर्ट अफ थट कि होइन म केही गर्छु आई थिङ्क आई मेड अप माई माइन्ड द्याट नाइट द्याट I will do something of my own. I don't know what. It's like it's not like a company. It's not like anything. It has no physical केही हुन्छ नि त्यो नाम त्यो हुन्छ नि ब्रान्ड त्यस्तो केही पनि छैन बट जस्ट लाइक आई वान्ट टु डु समथिङ अन माई ओन भन्ने चाहिँ एउटा त्यो डिसाइड गरियो क्या समवेयर एन्ड त्यहाँबाट चाहिँ आई थिङ्क द्याट नाइट आई रिमेम्बर द्याट नाइट एकदम राम्रोसँग इट वाज द्याट नाइट द्याट आई मेड अप माई माइन्ड द्याट आई विल स्टार्ट समथिङ त्यसरी थियो नेपाल फर्केको थिएँ जब इन्डियाबाट म त्यो बेला 1920 थिएँ मैले ल्याडिडो स्टार्ट गर्दा नै आई वाज 1920 एन्ड बाई द टाइम आई वाज 24-25 आई वाज भनौँ न आई ह्याड मेड अ प्लेस फर माइसेल्फ इन दिस भनौँ न एउटा ठाउँ एउटा ब्रान्ड बिल्डअप भएको थियो सो मैले जहिले पनि मान्छेलाई भेट्दा जे गर्दा मान्छेले चाहिँ मलाई हुन्छ नि वेदर आई गो टु क्लब्स वेदर आई मिट समवाट पिपल मान्छेहरूले चाहिँ मलाई तपाईँले नेपालमै बसेर खतरा गर्नुभयो भनेर चाहिँ एउटा भनिरहेको थियो कि अनि मलाई चाहिँ मैले त्यस्तो खतरा गरे हो र लाइक इट्स लाइक त्यस्तो अब भनौँ न अब अभियसली यु विल फिल गुड एन्ड अल द्याट बट एउटा सेन्स अफ ओके मान्छेले मलाई यस्तो वेमा हेर्छ भन्ने चाहिँ रेस्पोन्सिबलवाला फिलिङ चाहिँ आउँथ्यो कि होइन आई थिङ्क त्यसले चाहिँ मलाई कहिले पनि त्यो अब म नै विदेश गइदियो भने त अब मान्छेले यत्रो मलाई नै एज अ होप हेरिरहेछ होइन वेयरएभर आई गो होइन यु गाइज आर सेटिङ एन एक्जाम्पल यस्तो यस्तो भन्थ्यो सो आई नेभर लिटरली त्यसरी बाहिरै जाने चाहिँ कहिले थट आएन बट आई थिङ्क आफ्टर कोभिड होइन अब एभ्री बिजनेस कम्स एट अ फेज वेयर थिङ्स आर नट गोइङ राइट बिकज यु म्याच्योर होइन म 20 वर्षको थिएँ सुरु गर्दा म अहिले 30 भइसकेँ द वर्क इभल्भ्स होइन द आर्टिस्टिक भनौँ न हसल इभल्भ्स क्या हिजोको दिनमा हसल वाज हार्ड वर्क नाउ हसल मिन्स फोकसिङ अन द राइट थिङ मोर कि नट लाइक वर्किङ हार्ड होइन मिनिङ चेन्ज भइरहेको छ नि त हसलको सो आई थिङ्क आफ्टर कोभिड चाहिँ अलिअलि उमेर लागेर पनि होला त्यो फ्रस्ट्रेसन आयो कि आई वुन्ट लाइक फ्रस्ट्रेसन आयो अनि ल्याक अफ ऊ पनि भयो कि त्यो बेला चाहिँ अब म ज्याकेट लेदर ज्याकेट त्यसको जोसमा थिएँ आफ्टर कोभिड चाहिँ त्यो सेलायो क्या समवट होइन किन सेलाइहाल्छ मान्छे त्यो हनीमुन सक्यो बेसिकली देन आई वाज अब के त अब के होइन अनि त्यो अलिअलि झाउ चाहिँ लाग्थ्यो डेफिनेटली होइन तर विदेशै जान्छु लेभलको चाहिँ हुँदैन थियो फ्रस्ट्रेसनमा आउँथ्यो होइन बट देन आई हेभ अलवेज टेकन दिस एज एन उल्टै मैले यसलाई चाहिँ कसरी आफ्नो थट प्रोसेसमा चाहिँ कसरी लिएर आएको छु भने ओके नेपालमा अहिले सबैजनाले विदेश गइरहेछ दिस इज लाइक द ग्रेटेस्ट अपर्च्युनिटी that this country I can get in this country so I think I just need to be halka optimist right now ani because my work requires me to push myself okay I cannot have like malai push gardeuna or malai motivate gardeuna भन्ने त पोजिसन नै ठाउँ नै हुँदैन for the things that I have taken on यो त मैले रेस्पोन्सिबिलिटी लिएको हो नि त so आउँछ थट but I think मैले यसलाई चाहिँ अब more like
यसलाई रिभर्स गरेर चाहिँ होइन म नेपाल बाहिर चाहिँ जाँदिनँ तर अब यो नेपाली कल्चरलाई चाहिँ हाउ डु आई टेक इट आउटसाइड द कन्ट्री भन्नेमा चाहिँ मिनिङलाई चाहिँ चेन्ज गरे हो भनौँ न। एडभाइस भन्दा नि आई थिङ्क मैले आफै नै एक्सपिरियन्स गरेको थिएँ जब मैले लेदर ज्याकेट कस्टमाइजेसन मेरो स्ट्रेन्थ थियो अनि यसलाई पुस गर्थेँ नि समवट पिपल वुड साइन अप टु दिस आइडिया होइन। तर आफ्टर कोभिड जब मैले चाहिँ होइन अब अलिकति आफ्नो कामको तरिकालाई चेन्ज गरौँ न भन्ने जुन पर्सपेक्टिभ लिएँ अनि अब चाहिँ लाइक मोर लाइक ओके लाइक आफ्नो आइडेन्टिटी इन्ट्रोड्युस गरौँ आफ्नो लाइक अर्गनाइजेसन वेमा बिल्ड गरौँ लाइक अल दिज फन्डामेन्टल थिङ्स अफ बिजनेसेस चाहिँ जब मैले फोकस गर्न पाएँ नि आफ्टर द कोभिड थिङ बिकज आई गट इन टु द्याट पोजिसन नि त। आई थिङ्क द्याट इज वेन जब मैले लाइक अलिक मोर ओके ल अब भिजन के त भिजन रिडिफाइन गर्नु पऱ्यो नि त। हिजोको दिन अब कस्टमाइजेसन ज्याकेट मात्रै थियो अब त लाइक आई हेभ टु मुभ बियोन्ड द्याट होइन। सो वेन आई जब मैले ओके मेरो दिमागमा चाहिँ हुन्छ नि वाट इफ लाइक नेपाली ब्रान्ड कोड हुन्छ नि जसलाई चाहिँ बाहिर पनि लिएर जान मिल्ला कि अनि यस्तो कुराहरू when I would discuss with people, close people around me, भनौँ न कस्टमाइजेसन भन्दा चाहिँ यो नेपालीवाला कन्टेक्स्टको कुरा गर्दा चाहिँ त्यस्तो कहाँ हुन्छ र यार भन्ने पुसब्याक चाहिँ मैले देखेँ कि। द्याट्स व्हेन आई रियलाइज द्याट हामी नेपाली चाहिँ सपना हेर्न नै त्यो फर्स्टमा नै हामीलाई त्यो फिल्टर आउट भइसक्यो हुन्छ क्या कहाँ सकिन्छ भन्ने त त्यो। अनि मैले चाहिँ त्यो ओके सो इफ मोस्ट पिपल थिङ्क लाइक दिस देन हुन्छ नि नेपालमा त हुन्छ हुँदैन भन्दा पनि सोच्न नै हामीले सकेका छैन कि सपना हेर्ने। सपना पुरा हुन्छ हुँदैन त सेकेन्डरी हो कि पहिला त्यो कन्सिभ गर्न सक्नु पऱ्यो नि त द्याट आई एम ड्रिमिङ समथिङ। हुन्छ हुँदैन इट्स अबाउट द जर्नी द्याट्स लाइक अ डिफ्रेन्ट थिङ बट जेनरली हियर वी आर सो हुन्छ नि हामीले हाम्रो जुन वेमा हाम्रो सोसाइटीले त्यो माइन्डलाई नै हामीलाई त्यो प्रोग्राम गरेछ नि द्याट हामी चाहिँ एकदम फलोवर हो बाहिरको कुराको हामीले चाहिँ के क्रिएटै गर्न सक्दैन चाहे त्यो ट्रेन्ड होस् चाहे त्यो पप कल्चर हामी त जस्ट कन्ज्युम गर्नेमा हो। हामी चाहिँ जस्ट एउटा वेस्टर्नाइजेसनको एउटा हुन्छ नि एउटा जस्ट अनदर एउटा हुन्छ नि वी आर जस्ट अ कन्ट्री ट्राइङ टु बी समथिङ। आई एम ब्रेकिङ अवे फ्रम द्याट एन्ड रियलाइजिङ द्याट no matter how small we are as a country, how resourceless we are, we can still have something that is unique. And I think that is something that I feel that if more young people could understand that it's not that there is like magic happening and you are gonna do something, but the opportunity here is at least you can stand out in a certain kura if you can really find something niche. So I mean the advice is the same advice that I give myself that सपना हुन्छ होइन भन्दा नि सपना त हेर्न सक्नुपर्छ नि त पहिला। अनि राइट नाउ मैले त्यही नै देख्छु कि लाइक ड्रिमिङ इज हार्ड के। आई मिन लाइक अभियसली अब इफ आई से द्याट मलाई नेपालको ब्रान्डलाई संसारभरि लग्नु नजाला होइन मैले अब भन्दामा 200 कन्ट्री लग्छु भने रे ठुलो कुरा गरेँ रे लाइक आई डोन्ट इभन केयर कि 200मा जान्छ जाँदैन कि सपना हेर्दा त अब इट्स नट द्याट होइन जाँदैन कहाँ भन्नुहुन्छ सोच्नुहुन्छ होइन नि त। सो आई थिङ्क त्यो जे हाम्रो अहिले पोलिटिकल अल दिस हुन्छ नि ब्रेन ड्रेन भइरहेछ आई थिङ्क इफ वी क्यान लाइक हुन्छ नि यसलाई एकछिन म फोकस गरौँ होइन। अब सोच्नु न नेपाल जस्तो ठाउँमा क्रिएटिभ हुन गाह्रो छ के किनभने यु विल सी लाइक कुरा नै हामीले अब त्यो क्रिएटिभिटीको लागि त जुन त्यो एउटा स्पेस चाहिन्छ त्यो नै क्रिएट हुँदैन नि त होइन। यहाँ दुःख सुख यो भएन त्यो भएन रेन्ट ल्यान्डलर्ड यसको दुःख त्यसको दुःख त्यो कहिले हुने कि त्यो होइन घर जाऊ पनि यो भएन त्यो भएन। सो आई थिङ्क वी निड टु रिमुभ दिज डिस्टर्बेन्सेसहरू जस्तो लाग्छ एन्ड बी एबल टु ड्रिम लाइक के छ र होइन। आजभन्दा अलिकति 3-4 वर्ष अगाडि सोधे भए चाहिँ होइन देशमै गर्नुपर्छ भन्ने चाहिँ म कुरा गर्थेँ होला तर आई थिङ्क अहिले
I would say like होइन अब I don't know हुन्छ नि रेट्रोस्पेक्ट गर्नुपर्छ होइन सबैको सिचुएसन म जस्तो होइन I understand that सबैको आफ्नो कुराहरू छ विदेश अब को मन लगाएर जाने भन्दा नि बाध्यता हो एन्ड द सिचुएसन राइट हामी जुन ठाउँमा छु म अहिले I know that I have that privilege के जुन चाहिँ a lot of people do not have and I'm not sure anybody is working to create those platforms for people के honestly बाहिर जान गलत चाहिँ होइन भन्छु म अहिले चाहिँ because reality त्यही हो होइन but if you have this dilemma that होइन मलाई यहाँ बस्न पनि मन छ त्यो मलाई त्यो चान्स पनि लिनु मन छ भने चाहिँ आई थिङ्क द चान्सेस क्यान बी मेड वर्थ इट होइन डेफिनेटली त्यो इट्स नट अ यहाँ बस्नुको आफ्नो रिस्क छ डेफिनेटली त्यो रिस्क छ मेन्टली छ फाइनेन्सियली छ सोसियली छ इमोसनली छ होइन एभ्री एङ्गलबाट गाह्रो छ होइन त्यो एन्ड वी अल नो द्याट कस्तो सिचुएसनमा छौँ हामी होइन हामीले अब जस्तो कुरा बाहिरको कन्ज्युम गर्छौँ र हाम्रो रियालिटी त कति फरक छ नि त बाहिरको इट्स लाइक वाचिङ द फ्युचर होइन बट वेयर वी आर राइट नाउ बट somebody has to do होइन somebody will fulfill these places if not me somebody else will if not you somebody else will so रिस्कमा चाहिँ जानु भएन जस्तो लाग्छ मलाई अर रिस्कमा पनि बस्नु भएन इफ यु थिङ्क गोइङ आउट विल सल्भ योर प्रब्लम वाइ नट बट इफ यु थिङ्क द्याट होइन आई हेभ अलिकति चाहिँ यहाँ छ भने त आई थिङ्क इज वर्थ द रिस्क भन्छु म आई वुन्ट से द्याट स्योर सर्ट बवाल छ भन्दा नि तर वर्थ द रिस्क हो वर्थ द रिस्क हो नेपाल साइकेडेलिक होइन हो नि अन्त खतरा इट्स